And namaste, welcome back to another episode of AK Vlog. This is your boy and his guys. I'm in Nepal right now, होइन अब चाहिँ भ्लग सुरु हुन्छ ल भ्लग आउँछ है अब नेपालको भ्लगहरू आउँछ म चाहिँ हेटौँडामा छु अहिले होइन त्यो राम्रो राम्रो भिडियोहरू आउँछ अब जस्ट स्टे ट्युन होइन कता कता हुन्छ कता कता के हुन्छ अब गयो गाइस त्यस्तै छ अब हल्का यसो बाहिरतिर निस्किरहेको छु घुम्नलाई बिहान बिहान निस्केको छु सुनसान छ है रोडहरू पुरै सुनसान छ यस्तो चाहिँ ठाउँ चाहिँ हेर्नु होइन पुरै बाटो एकदम पिच छ है पुरै पिच छ क्या पुरै होल टु पिच हो अनि त्यो चाहिँ पुरै सुनसान छ पुरै सुनसान किनभने कति अहिले भर्खर 7 बज्दैछ बिहानको मर्निङ 7 o'clock राइट नाउ होइन त्यस्तै छ चलिरहेको छ जिन्दगी भनौँ न सो गाइज यता चाहिँ गर्मी लास्टै बढेको छ है गर्मी यस्तो गर्मी छ कि के भन्नु गर्मी वाइल्ड गर्मी छ होइन गर्मीले पुरै दिमाग खराब छ क्या यो बिहान भएर हल्का चिसो चिसो मात्रै छ चिसो त बाहिरै निस्किनु सक्दैन घाम लागेर यस्तो चर्को घाम लागिरहेको छ है एज यु क्यान सी इट्स टु हट राइट नाउ इन नेपाल होइन झन् यतातिर त झन् अब हुन्छ नि अब हेर न तर भ्यू चाहिँ मजाको छ है गाइज यहाँ अलिकति तलबाट एउटा जङ्गल आउँछ कि आउँछ गाइज होइन म त्यहीँबाट जान्छु कि यस्तो मजाको जङ्गल छ कि यस्तो बवाल छ यार दिस इज वाट आई वाज सेइङ क्या गाइज होइन बाटो ओह्रालो छ यहाँबाट होइन ढलान गरेको बाटो हो मजाको छ बाटो पनि अब यहाँबाट जङ्गल सुरु हुन्छ क्या पुरै जङ्गल छ होइन दुई साइडमै जङ्गल हो तर क्या मजाको ठाउँ अब त्यो जङ्गललाई पनि हुन्छ नि मान्छेहरू आएर गेम सेम भयो भने सबै गेमहरू नि यहीँ हुन्छ क्या हाम्रो फुटबल ग्राउन्डहरू हुन्छ क्या अब एउटा गेमहरू भयो भने यहीँनिर हुन्छ क्या यो चाहिँ गुम्बा हो है झन् यता एज यु क्यान सी यता गुम्बा छ तल चाहिँ गुम्बा हो अनि यो चाहिँ जङ्गल हो यहाँबाट जङ्गल सुरु हुन्छ होइन क्या मजाको ठाउँ छ चट्ट आएर हिँड्न डुल्न घुम्नलाई मान्छेहरू चट्ट बिहान बिहान मर्निङमा जङ्गल भनेर त्यस्तो पहिला चाहिँ खत्रै जङ्गल हो होइन पहिला चाहिँ वाइल्ड जङ्गलै हो मान्छे हिँड्नु नै डराउने खालको होइन अहिले चाहिँ त्यस्तो छैन पार्क जस्तो बनाइदिएको छ होइन यहाँ हेर न यस्तो बस्ने ठाउँहरू छ बस्ने ठाउँहरू बनाइदिएको छ पुरै सर अनि उता अगाडिबाट कस्तो मजाको देखिन्छ यस्तै छ चारैतिर जङ्गल छ गाइस एज आइम सेइङ यु होइन दुई साइडमै जङ्गल हो अनि यो चाहिँ फुटबल ग्राउन्ड यहाँनिर छ हाम्रो गेमहरू भन्छ यता हुन्छ त्यो फुटबल ग्राउन्डमा यहाँ तल गेमहरू भन्छ यहाँ हुन्छ क्या गाइस गेमहरू सब यहाँ हुन्छ हेटौँडाको कुनै गेम भयो भने हेटौँडा भन्नाले नि अब हेटौँडा यो पदम पऱ्यो अब यो गेम हुन्छ नि त क्लबको त्यसको गेम भयो चाहिँ यहाँनिर हुन्छ क्या केटाहरू यहाँनिर अब त्यो फुड स्टलहरू लाग्छ होइन खानेकुराहरू राखेर अनि गेमहरू गराइन्छ क्या यहाँनिर अनि यस्तो छ है मान्छेहरू अब घाँस काट्न आउने होइन यस्तो यस्तो छ यहाँनिर अब रुखहरू काट्नु यहाँ पुरै सिसी क्यामेरा फुटेज सिसी क्यामेरा जोडान गरिएको छ यहाँ चाहिँ सिसी क्यामेराहरू अब बत्तीहरू सब राति होइन सिसी क्यामेरा सबै उसमा छ क्या अन्डर कन्ट्रोल यहाँ त्यस्तो बनाएको छ अनि यहाँनिर बस्ने ठाउँ बनाइदिएको छ अगाडि चौतारी मान्छेहरू अब यहाँबाट दुइटा बाटो छुटिन्छ एउटा यता होइन अनि यहाँनिर मान्छेहरू बस्न मिल्ने यस्तो ठाउँ छ क्या यहाँ तल चाहिँ मजाको ठाउँ छ क्या गाइज हुन्छ नि आवाज हुन्छ नि आई वाज ट्राइङ टु टेक दिस भिडियो लङ टाइम ब्याक होइन बट ड्यु टु सर्टेन थिङ अलिकति मिलेको थिएन बट आई डिड इट टुडे होइन होप यु गाइज विल लभ इट एन्ड यस्तो छ होइन द्याट्स द प्लेस द्याट आई वाज ट्राइङ टु टेल यु गाइज यहाँ तल छ यहाँबाट क्या मजाको भ्यू देख्छ त्यहाँ अगाडिबाट है हल्का ओह्रालो छ कि बाटो किनभने मसँग यो उयो छैन क्या यो माउन्ट छैन क्या मोबाइल राख्नुको अथवा क्यामेरा राख्नुको लागि हेलमेटमा म मेबी अर्डर गर्छु सुन होइन त्यो आएपछि सजिलो हुन्छ अझै अहिले चाहिँ अब हातले यहाँनिर हेरेर मान्छेहरू त्यहाँ भिडियो सुडियो खिच्नलाई फोटो खिच्न बसिरहेको छ यस्तो छ यस्तो हरियाली छ पुरै है त्यहाँ चाहिँ म त्यहाँ गएर भिडियो खोज्छु चारैतिर देखाउँछु पछाडिबाट गाडी आएर छ पछाडिबाट गाडी अटो आएर छ लेडी यस्तो छ यहाँबाट अगाडि रोक्छु म यहाँ चाहिँ पानी परेको बेलामा ठुलो खोला आउँछ क्या यो चाहिँ ठुलो खोला हो पहिलाको होइन अनि त्यहाँबाट चाहिँ डेमेरिड हुन्छ नि पुल क्या यहाँ अनि पहिला हामी हिँडेर आउँदाखेरि खोलै तर्न सकिँदैन थियो हिँडेर गाडीहरू नपाउँदाखेरि हिँडेर आउनु पर्थ्यो होइन अनि हिँड्नै सकिँदैन थियो खोलै तर्न सकिँदैन थियो अहिले चाहिँ लाइक सानो बनाएको सानो चाहिँ यस्तो छ होइन अनि पुल हालेको छ क्या ठुलो लामो पुल छ यता पुरै जङ्गल हो एज यु क्यान सी है दिस अल फरेस्ट ओभर देयर
अनि यहाँनिर अर्को एउटा इन्ट्रेस्टिङ कुरा देखाउँछु देयर इज अ इन्डस्ट्रियल एरिया कल्ड वान अफ द भेरी फेमस सिमेन्ट फ्याक्ट्री इन नेपाल इज कल्ड हेटौडा सिमेन्ट होइन हेटौडा सिमेन्ट त्यो चाहिँ बन्द भएको थियो क्या चोर नेताहरूले गर्दा बट रिसेन्टली बालेन सरकार दे ओपन इट होइन तिनीहरूले चाहिँ खोल्ने उ गरेछ सो आल्सो यु द्याट वान अल्सो एज यु क्यान सी ओभर देयर इज ओभर देयर दिस अ सिमेन्ट फ्याक्ट्री होइन अनि यहाँनिर चाहिँ अब खोला पानीहरू आइरहेछ एज यु क्यान सी यस्तो छ हामी आएको चाहिँ यताबाट हो अघि यो साइडतिरबाट मजाको छ क्या यस्तो छ है गाइस जान्छु म यस्तो मजाको छ हुडी अब बिहान चिसो छ क्या हल्का चिसो हावा चलिरहेछ त्यही भएर हुडी लगाएको हुडी पनि यहाँनिर त्यो उयो कलर लागेर जाँदै गएन क्या यस्तो छ गाइस है यस्तो छ गाइस हेरौँ यहाँ सबै दिस कम्पाउन्ड द्याट आई वाज टेलिङ अबाउट द सिमेन्ट फ्याक्ट्री सो दिस इज द कम्पाउन्ड क्या वान अफ द हुन्छ नि भेरी फेमस सिमेन्ट इन नेपाल सो त्यो चाहिँ बन्द भएको इट वाज क्लोज बिन लङ नाउ दे ओपन इट अगेन सो द्याट यु नो अल द पिपल्स दे गेट जब ओभर हियर इट सेल्फ सो या होइन यसै गरी एउटा मात्रै होइन टन्नै फ्याक्ट्रीहरू बन्द भएको छ जुन ओपन हुँदैछ सुन बिस्तारै बिस्तारै ओपन गरिरहेछ सरकारले होइन अब वी हेभ टु सपोर्ट दोज काइन्ड अफ थिङ्स एज वेल गाइज होइन म त्यही भन्छु अब यहाँ म अहिले भित्र छिर्न त दिन्छ दिँदैन आएर नो छिर्न दियो भने ठिकै छ दिएन भने पनि बाहिरबाट भने खिच्छ नि तर पुरै ठुलो खतरा ठुलो कम्पाउन्ड छ क्या गाइज यो अति ठुलो कम्पाउन्ड छ कि त्यहाँ अगाडि गेट छ आउँछ यो त गेटहरू अगाडि पनि क्या त्यस्तो छ आयो त Let's go अगाडि चाहिँ यस्तो छ गाइज होइन ल गाइज म चाहिँ यहाँ आएँ यहाँभित्र छिरेँ तर यहाँबाट भित्र दिँदैन होला त्यो गेट चाहिँ यो मेन ट्रकहरू सामानहरू ल्याइरहेको छ अझै पनि जस्तो लाग्यो मलाई ट्रकहरू पुरिरहेछ यहाँबाट भित्र आएर न जान दिन्छ दिँदैन होइन भित्र चाहिँ मेन्टेनेन्स यताउता के हुन्छ नि अब त्यो मेन्टेनेन्सहरू चलिरहेछ है लेट मी ट्राई टु एक्स यदि दिन्छ भने ठिकै छ अब दिएन भने के भन्नु दिएन भने त अब केही भन्नै मिल्दैन गाइस होइन दिएछ भने यदि यहाँबाट यस्तो छ क्या यो चाहिँ बन्द भएको थियो होइन सो दे स्टार्ट ओपनिङ इट दरबार आई हेड हियर होइन यस्तो छ हेटौडा सिमेन्ट इन्डस्ट्री होइन यस्तो छ बन्द छ गाइस अहिले यस्तो छ यहाँबाट भित्र छिर्न दिन्छ दिँदैन हेर न हेर्न त दिनुपर्ने भन्ने खायो बन्द छ मान्छेहरू कोही छैन यहाँ चाहिँ यस्तो छ है कन्डिसन त्यहाँभित्र दिँदैन यताबाट सस्तै छ भित्र हेर्न जान दिने भएको हुन्थ्यो अब हेर्न जान दिँदैन गाइस अब यस्तै छ अब पछि अब किनभने म आई विल बी लाइक 4-5 months in Nepal so by any chance if I get a chance to go inside definitely I will go and also guys त्यो मान्छे बसिरहेको छ तर दिँदैन होला जेनजी लेखिदिएको छ गाइस दे आर द हु डेयर इट सो नो पोलिटिक्स है नो पोलिटिक्स गाइस नो पोलिटिक्स यस्तो छ यता जानु त दिँदैन होला हेर न दिन्छ कि दिँदैन देख्नु त दाइ भित्र यसो हेर्नु मिल्छ होला कि मिल्दैन पाउँदैन सर पाइँदैन है पाउँदैन त्यो जान यसो भित्र अहिले हाकिम साहब होइन आउँदा छैन 9 बजे आउनुहुन्छ हजुर उहाँलाई नसोधिकन फेरि हामीभित्र पठाउनु दिँदैन है के अरे त्यो खोल्ने छ खोल्न लाग्यो अरे भन्ने सुने हो के कस्तो छ पनि ओपन हुँदैछ अरे 10-15 दिन भयो चलेको ए चल्न सुरु भइसक्यो अब अहिले चाहिँ 10-15 दिन बुधबारमा सुरु भएको अब खै के हुन्छ पहिला छैन भने सुने अब आजदेखि ए भनौँ अब चालु चाहिँ भइसक्यो चालु भइसक्यो मैले सुनेको थिएँ मेसिनहरू के बनाउँदैछ यस्तो यस्तो टाइपको त्यही भएर यसो हेर्न आएको क्या मेसिनहरू बनाएर 10-12 दिन भयो चलेको हजुर अब चाहिँ तपाईँको खै के गर्छ अब कोइला छैन स्किलिङमा चाहिँ निस्केछ मलाई चालु भइसक्यो चालु भइसक्यो ए त्यही सोध्नलाई चाहिँ यसो हेर्नु मिल्छ कि भनेर मात्रै हो मिल्दैन ठिकै छ मिल्दैन भने त अब फेरि अर्को पाए फेरि भोलि पछि तपाईँ यहाँभित्र पसेर फेरि कटुला छिल्दै दिँदैन ए हो ए हुन्छ होइन म त हेर्न मिल्छ कि भनेर मात्रै हो मिल्दैन भने ऊ छैन हस् धन्यवाद थ्याङ्क यू गाइज देयर इन अलाउ टु गो इनसाइड होइन बट द गुड न्युज इज ओपन राइट नाउ सो गुड न्युज इज दे ओपन इट सो
अलरेडी हुन्छ नि 10-12वटा गाडीहरू चाहिँ गइसक्यो अरे सो इट्स अ गुड थिङ फर अस होइन एज अ कन्ट्री होइन एज अ प्लेस लाइक दिस इज अ गुड थिङ फर अस एन्ड इट्स अ गुड न्युज द्याट द कम्पनी इज अलरेडी ओपन सो होपफुल्ली सबै कम्पनीहरू यसरी नै ओपन होस् होइन सबै इन्डस्ट्रियल एरियाहरू यसरी नै चलोस् सो दिस गुड फर अस गाइज So as you guys can hear, they didn't allow me to go inside, होइन but as I mentioned earlier, it's a good thing that is open now. So I'm leaving from here, होइन अब अगाडि देखाउँछु के हुन्छ कसो हुन्छ इन फ्युचर इन केस यदि जान दियो भने पछि आएर देखाउँला दिएन भने त अब यस्तै छ गाइस होइन अब उता अगाडितिरको देखाउँछु हल्का फुल्का यो पुरै खतरा ठुलो छ क्या यो पुरै वाइल्ड ठुलो छ सो बिस्तारै अब चाहिँ गाइस होइन अहिले त अब यति मात्रै हेरौँ न किन अब त्यहाँ दिँदैन भन्दा किन जबरजस्ती गर्ने होइन त्यो गर्ने कुरो भएन द गुड थिङ त्यही हो अब खुलेछ है गाइज अब भ्याकेन्सीहरू पनि खोल्छ होला नेपालमा त्यहाँनिर सोध्न गएको म होइन मलाई त भ्याकेन्सीहरू अरे होइन कम्पनी चाहिँ ओपन भयो भनेको 10-12 दिन भइसक्यो इज बिन लाइक 12-13 days इज अलरेडी ओपन ल गाइज दिस गुड थिङ है गुड थिङ ल गाइज ल यस्तो छ है यहाँ चाहिँ अब म चाहिँ यहाँबाट यतातिर जान्छु कि यता अर्को जङ्गलतिर अब यो कम्पनीको साइड यताउता होइन सो लेट्स से त गाइज यो पनि त्यही कम्पनीकै एरिया हो यो पुरै ठुलो यता सब कम्पाउन्ड घेरेको छ है यो जङ्गल हो पुरै जङ्गलको बिचबाट गोइङ टु अनदर वे अल्सो यो अराउन्ड एज वेल अनि यस्तै छ गाइज है अब यो चाहिँ दिस भिडियो विल बी भेरी सर्ट आई विल से होइन दिस भिडियो विल बी सर्ट एन्ड स्विट सो जस्ट टु हुन्छ नि आइ एम जस्ट ट्राइङ टु मेक माई सेल्फ कम्फर्टेबल इन क्यामेरा राइट नाउ बिकज इट्स बिन भेरी लङ द्याट आई डिडन्ट मेक एनी भिडियो So again I will say guys please do like, share and subscribe to the channel and is me your boy AK Vlog and so त्यही भन्छु म है ल भिडियोहरू हेर्दै गर्नु होला भिडियोहरू हेरेर कमेन्टहरू गर्नु होला अरू के हेर्न चाहनुहुन्छ म हेटौँडामा हुन्छु चितवनमा हुन्छु होइन सुन आई विल गोइङ टु सिक्किम एज वेल कालिम्पोङ जान्छु है दार्जिलिङ पनि जान्छु होला मेबी आई डोन्ट नो होइन बट आई एम प्लानिङ टु गो टु सिक्किम र कालिम्पोङ चाहिँ जान्छु अनि चितवन त डेफिनेटली गइहाल्छु होइन के हुन्छ आउँछु गाइज अराउन्ड अहिलेलाई यति नै भन्दै थ्याङ्क यू गाइज